एडिक्सन लत नै लागिसक्यो भन्ने भइसकेपछि अब त्यो ठ्याक्कै अब परिवारले फेरि परिवार कतिको इन्टरभेन्सन गर्न क्यापेबल भन्ने कुरो त्यो पनि कुरोहरू आउँछ। तर मैले चाहिँ के भन्छु भन्दा सकेसम्म जस्तो नेपाल जस्तो देशहरूमा अथवा भन्नुहोस् न हामी जुन सोसियो इकोनोमिक स्ट्याटसमा हामी हुर्किरहेछौँ त्यहाँ चाहिँ के छ भन्दा मान्छेहरूले चाहिँ प्रिभेन्सनमा फोकस गर्यो भने त्यो चाहिँ सबभन्दा बढी फ्रुटफुल हो कि जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर अब बच्चाले जस्तो अहिले त के छ भन्दा अब अहिले त अलिक कम भएको छ होइन भने अनलाइन यो क्लासहरू टन्नै हुने प्यारेन्टहरूलाई चाहिँ के छ भन्दा जस्तो बच्चाहरू चाहिँ टिम्स भन्ने यो भन्ने अनि अब पढिरहेछ भन्ने कतिपय प्यारेन्टहरूलाई चाहिँ थाहा हुन्थेन। अनि त्यो हामीले पनि धेरै रिपोर्टहरू सुनेको थियो कि त्यो बेलामा नै अकेला बच्चाले के गरिरहेछ होइन इन्डाइरेक्ट मोनिटरिङ चाहिँ भइदियो भने अनि सायद बच्चाहरूलाई त्यो ठाउँमा त्यो पुग्नलाई पनि रोक्छ कि जस्तो लाग्छ होइन। र अब इन्टरनेट एडिक्सन नै भइसकेपछि गर्नुपर्ने कुरोहरू भनेको त पक्कै पनि बच्चाले सायद अब त्यो बेलामा चाहिँ कुनै अरू एक्टिभिटीहरूमा इन्गेज गराउन सकियो। जस्तो के हुन्छ भने कतिपय बेलामा चाहिँ हामीले त्यो बच्चाले इन्टरनेटको युज धेरै बढी गरिरहेछ एक्सेसिभ गरिरहेछ। एउटा कारण चाहिँ के पनि हो भन्दा अब अहिले चाहिँ पहिला अब के थियो त खेल्ने ठाउँहरू आउटडोर एक्टिभिटीहरू टन्नै हुन्थे अनि त्यो आउटडोर एक्टिभिटीले चाहिँ बच्चालाई त्यहाँ तानिरहेको हुन्छ। अब अहिले चाहिँ के भने प्यारेन्टहरू पनि साह्रै बिजी हुने अनि त्यो हुँदाखेरि चाहिँ बच्चाले अब कोसँग खेल्ने त स्कुलमा गयो स्कुलको एउटा टाइम पनि सर्टेन टाइम मात्रै हुन्छ खेलकुद फिजिकल एक्सर्साइज हुँदैन अनि अब के त भन्दा कम्प्युटर मोबाइलहरूमा त्यसरी जाने हो। सो अब उसले चाहिँ सायद अरू एक्टिभिटीमा डाइभर्ट गर्न सकियो भने पनि मेबी प्यारेन्टहरूले पनि एउटा टाइम निकालेर ल है यो बेलामा चाहिँ हामी यो गेम खेल्ने उनीहरूकै मनपर्ने गेम खेलौँ न त्यो भइदियो भने त्यसले पनि केही हदसम्म चाहिँ कन्ट्रिब्युट गर्छ जस्तो लाग्छ। तर अब त्यो बच्चाको भन्नुहोस् न त्यो इन्टरनेट एडिक्सनको सिम्टमहरू के कतिको छ अब उनीहरूले इन्टरभेन गर्ने कि अथवा कहिलेकाहीँ चाहिँ मेबी साइकोलोजिकल सर्भिसहरू लिने कि त्यो पोइन्टहरू चाहिँ ठ्याक्कै अब एउटै फर्मुला चाहिँ नहोला जस्तो लाग्छ।